स्वागत फेरि तिमीहरूलाई होइन। आज चाहिँ हामी ढाउटाम जान लाग्यो। हामीसँग एउटा काफी फिल्डको प्रेसिडेन्ट नै हुनुहुन्छ हामीसँग। आज एउटा ड्युक पनि छ हामीसँग, 4-5-6 जना जति हुन्छ मलाई। हामी चाहिँ हामी खाजा खान बसेको नामगिलतिर। यो मोटे अघिदेखि भ्लग बिगारे छ होइन। यहाँ एउटा भाइ छ। अनि हामी कता रे क्याफे हो है? गन्तव्य नामगेल गन्तव्य क्याफेमा छौँ होइन। नामगेल रे नयाँबाटी के अरे गन्तव्य भन्ने क्याफेमा छौँ होइन। अब हामी खाजा खाएर तिमीहरूलाई भेट्छौँ त्यो कुरा। हामी यहाँ खाजा खाइसक्यौँ होइन। केटा 6 जना जानलाई रेडी भइसक्यो। हामीसँग नयाँ भ्लगर पनि आएको छ यहाँ। होइन त जामिङ दा यता खोइ डाफे इन्फिल्ड पुरानो भ्लगर यहाँ उ गर्नु पर्यो यहाँ भाइको भ्लगलाई सब्सक्राइब केटा। अब मोटो भ्लग भेटौँ है त स्टार्ट केटा। हामी चाहिँ बाइकमा निस्किन्छौँ अब। के बिर्सेछ हाम्रो जामिङ दाइ मेरो निकाल्ने होइन त। ए तपाईँको त फेरि घुमिहाल्छ। सक्यौँ होइन। राइड सुरु भइसक्यो ढाउटामको लागि आजको राइड होइन। हामीसँग एउटा बुलेट एउटा ड्युक छ। हामी चाहिँ अब यो सुन्दरजलबाट जानेछौँ ढाउटामको लागि चाहिँ। दुईवटा बाटो छ, एउटा तारी रोड एउटा सुन्दरजलबाट। हामी चाहिँ सुन्दरजलबाट जान्छौँ। अब बाटो चाहिँ लास्टै अफ रोड छ भनेर सुनेको थिएँ होइन। केटा हेरौँ बाटोमा के हुन्छ के हुँदैन। अब यहाँ माम्सहरू घुमिरहेको छ यसरी नै। माम्सहरूको केटा यस्तै छ अब जिन्दगी। आज बिहान फेरि पानी परिरहेको थियो, अहिले फेरि पानी परेको छैन केटा। अब माथि पानी पऱ्यो भने फेरि गाह्रो हुन्छ हामीलाई होइन। अब सकेसम्म चाहिँ चाँडै पुग्ने प्रयास गर्छौँ। त्यहाँ टाइम लाग्छ भनेर भन्दै थियो केटाहरूले हाम्रो। अब कति टाइम लाग्छ हेरौँ न है। जो छिटै जाउँ भन्ने ऊ चाहिँ छ हाम्रो। यहाँ गयो एउटा ड्युक। कसैलाई होइन अब स्पिड टेस्ट भन्छ त अब के भन्छ लामो त्यो आफ्नो बाइक कति कुद्छ भनेर टेस्ट गर्नु छ भने चाहिँ यता आउँदा हुन्छ होइन। यो सुन्दरजल जाने बाटोतिर यो बाटो सिधा छ। केटा चलाउ जति चलाउँछ यहाँ कुदाउँदा हुन्छ होइन। खतरा कुदिन्छ बाइक यहाँ। ल केटा तिमीहरूलाई हामी सिधै त्यो आर्मी ब्यारेक कटिसी भेट्छौँ है त। यहाँ अब के देखाउँ तिमीहरूलाई बाटो नि होइन। केटा हामी चाहिँ लागिसक्यौँ होइन। हामी अफरोडतिर लागिसक्यौँ होइन। ओइ केटा कसम फ्यान रे मुझे बिटी पेले यार ला। ए गोली बान्डुको पो हो। यता इजी हो कि अफरोड पनि बोलाउँछ। इजी हो क्या दाइ अफरोड केही हुँदैन है। होइन होला केटाहरू कुरा गर्छ नि त सब यहीँको हो। हामी पो टाढाको त यार। हामी पो टाढाको हाम्रो पो लाग्छ जस्तो छ त यार। होइन तर मान्छेको टिकट नलागे नि उयसको त लगाइहाल्छ नि। केटा हामी चाहिँ यहाँ ब्यारेकतिर पुग्न लागिसक्यौँ होइन। अब यहाँ टिकट सिकेट काटेर अनि मासतिर जान्छौँ होइन। बाटो चाहिँ यस्तै छ हेर। अगाडि अफरोडै हो। जाउँ जाऊ ओ माधव चोट लाडो स्टार्टिङै मैबाट हुन्छ कि क्या हो बुझी म।
ल केटा हामी चाहिँ आर्मी ब्यारेकतिर पुगिसक्यौँ होइन। अब यहाँ टिकट सिकेट काटेर अनि जान्छौँ। यहाँ के हुन्छ हेरौँ न है। ल केटा हाम्रो चाहिँ अहिले यहाँ काटिसक्यौँ होइन। ओ नआउने जस्तो हाम्रो यहाँ टिकट काटिदिइसक्यो होइन अहिलेको लागि। अब माथि ढापड्यामसम्म पुग्छौँ हामी। अब त्यही छ केटा हो होइन। बाटो चाहिँ आधी बाटो चाहिँ पिच्छ। पेटमा नगर्नु मुजी सासै अड्किन्छ के। नथिच त पेटमा नथिच त मुजी लड्दैनस् के पेटमा नथिच त। हो यतिकै समातेर बस्छ त्यो यस्तो यस्तो नगर के। त्यो यस्तो यस्तो थिच्छ त मुजी पेटमा त्यस्तो नथिच के पेटै अड्क्यो के। ब्राउन गेल त कस्तो उड्यो यार। केटा यस्तो यहाँ टिकट लाग्ने भनेको मान्छेको 100 रुपियाँ लाग्छ एउटा मान्छेको। अनि एउटा बाइकको चाहिँ 150 लाग्छ होइन। यहाँको टिकट तिमीहरू माथि ढापड्याम उख्रिनी कहाँ कहाँ जाने हो तिमीहरूलाई यति नै लाग्छ टिकटमा चाहिँ। अब माथि ढापड्याम जाने चाहिँ यहाँबाट पनि 2टा बाटो छ जस्तो लाग्थ्यो। हामीलाई फेरि एउटा बाटोमा थाहा छ होइन। अब केटाहरूले अफ रोड बाटो छ भन्दै थियो होइन। अब हेरौँ कतिको अफ रोड छ होइन। तिमीहरूलाई म बाटो साटो देखाइदिन्छु सबै बाटो देखाइदिन्छु होइन। पछि मलाई गाह्रो भयो त बस्न अनि हो ल म तिमीहरूलाई बाटो साटो देखाइदिन्छु कस्तो छ के छ भनेर। तर तिमी भन्नै पर्दा यो पानी परेको सिजनमा त नआएकै ठिक हो यार। ढापड्याम भन्ने ठाउँ त बाटै बनाएन क्या राम्रो। यो अहिले यो बाटो पनि अहिले भर्खरै बनाएको क्या। पहिला यस्तो बाटो थिएन नि यो अनि अफ रोडै थियो। जो चिल गर्न यताउति घुम्न सुम्न आउने भए चाहिँ अफ रोड गर्नु मन छ डट बाइकमा आउनु मन छ भने चाहिँ बाटो एकदम ठिक छ होइन। क्लिन छ बाटो। तिमीहरूको अगाडि बाटो ठिक छ पछाडि बाटो फेरि किन दादा उठाएर ल्याइज। त्यही भन्दै थियो केटा होइन। अगाडि बाटो बिग्रेको छ। केटा के भन्दै थियो मैले भन्दा टिकट सिकेट काटिसक्यो हामीले। तिमीहरूलाई यहाँको टिकट एउटाको 100 पर्छ पर पर्सन। अनि तिमीहरू यहीँ गोकर्णसम्मको मान्छे हो सुन्दरीजल नामगेल गोकर्णको मान्छे हो भने चाहिँ तिमीहरूलाई टिकट पर्दैन। नागरिकता छ भने चाहिँ नागरिकता देखाउनु पर्छ तिमीहरूले होइन। अब तिमीहरूसँग छैन नागरिकता सागरिकता केही छैन भने चाहिँ तिमीहरूले 100 रुपियाँ तिर्नुपर्छ पर पर्सन। अनि एउटा बाइकको चाहिँ 150 तिर्नुपर्छ है केटा। अब यहाँको बाटोको कुरा गर्ने भए चाहिँ अगाडि चाहिँ पिच छ तिमीहरूको माथि हल्का उकालोसम्म होइन। त्यसपछि चाहिँ लास्टै अफ रोड छ। तिमीहरूलाई यतातिर आउनु मन छ भने चाहिँ डट बाइक सर्ट बाइक लिएर रमाइलो गरेर केटा दामी छ बाटो चाहिँ होइन। तर अब अर्को अरू बाइक लिएर आयो भने चाहिँ त्यो अब फस्ने चान्स धेरै हुन्छ हिलो सिलोमा। के हाइकिङ आउनु पऱ्यो केटा हो। हाइकिङको लागि नि बेस्ट ठाउँ हो यो फेरि। यतातिर आजकल मान्छेहरू धेरै हाइकिङ आउनु थालेको छ अरूभन्दा नि। उख्रिनी जाने ढापड्याम जाने होइन। ढापड्याम पनि अहिले म तिमीलाई भ्यू देखाइदिन्छु ढापड्यामको। आज तर वेदर त त्यस्तै क्लाउडी छ त्यस्तो राम्रो त नहोला कि आजको। हेरौँ पानी पर्छ जस्तो लाग्थ्यो बिहान थोरै सिमसिम पानी परिरहेको थियो। अहिले त पानी परेन छैन। अब एकछिनमा के कस्तो हुन्छ पानीको कुरा हेरौँ न होइन। यहाँ बन्दै छ हाम्रो पुल सबै यतातिर सबै बन्दै छ। जे होस् बिस्तारै प्रोग्रेस हुन्छ यो ठाउँ पनि। जे होस् यो बाटोहरू पनि भर्खर बनेको हो होइन। पहिला त यो बाटो नि बिग्रेकै थियो। यतातिर भन्नै पर्दा हाइकिङ मात्र आउने गर्थ्यो क्या मान्छेहरू खासमा। यो बाइक साइक ल्याउने त्यस्तो हुँदैन चाहिँ माथि गाउँतिरको मान्छेहरू आउँथ्यो बाइक लिएर। नत्र त त्यही हो लिएर आउँथ्यो मान्छेहरू हाइकिङ चढ्छ होइन। ढापड्यामसम्म हाइकिङ अनि हाइकिङ जाने हुन्छ यिनीहरूको।
हामी चाहिँ हल्का अनौठो मान्छे पऱ्यौँ हामी चाहिँ बाइक लिएर जाने होइन अफरोड हानिदिने भनेर निस्किया हो फेरि आज हामीसँग ड्युक पनि छ केटा हो होइन ड्युकले कस्तो पर्फर्मेन्स गर्छ हेरौँ तिमीहरूलाई भन्छौँ नि है ड्युकको पर्फर्मेन्स कस्तो हुन्छ अफरोडमा टायर फेरि स्ट्रिट टायर रहेछ पुरै त्यो चिप्लिने टायर होइन केटा हो अब के हुन्छ हेरौँ यतातिर फेरि तिमीहरूलाई के रिकमेन्डेसन गर्छु भन्दाखेरि मैले होइन तिमीहरू आफ्नो खानेकुराहरू चाहिँ आफै लिएर आऊ किनकि यतातिर माथि माथि महँगो पर्छ तिमीहरू उनी हुँदैन कि माथि 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 यता हेर्नु जाने त जाऊँ न अन्त केटा अब चाहिँ हल्का अगाडिबाट हाम्रो उयो सुरु हुन्छ अफरोड पिच सुरु हुन्छ हाइकिङ साइकिङ आउने गर्छ मान्छेहरू अब हामी त 3 घन्टामा पुग्छौँ भनेर बस्यो हो 1 घन्टाको बाटो पनि अब यो हाइकिङ जाने मान्छेहरूले चाहिँ के गर्छ यिनीहरूलाई चाहिँ हल्का टाइमै लाग्छ जस्तो लाग्छ मलाई चाहिँ ओए ड्राइभिङ ढ्याप त पछाडि रहेछ यार उयो बाटो उयो चाहिँ होला त्यही त यहाँ ड्राइभिङ ढाप भनेर लेखेको छ कि योबाट जान्छ होइन यो चाहिँ कस्तो छ यो बाटो छिटो पुग्छ होइन ए ल यही बाटो जाउँ त्यसो भए यही बाटो जाउँ माथिको बाटो हिलो छ अरे के यो बाटो पनि जान्छ होइन ल केटा हामी चाहिँ एडभेन्चर अफरोडमा एन्टर गरिसक्यौँ होइन बाटो चाहिँ फक्डबै रहेछ त्यही हो केटा हेर उयोहरू छ झर्नाहरू पनि हुन्छ बाटोभरि झर्नाको कमी चाहिँ छैन है यो बाटोमा तर म चाहिँ बाटो चाहिँ यस्तै छ लामो वान मिस्टेक होइन केटा हो तिमीहरू यहाँ मुजी पुग्छ खाल्टोमा हेर त तिमीहरूलाई रुखले चाहिँ बचाउँछ फेरि त्यही भएर केटा हो सेभ ट्री ओए मादर छ हल्काबाट एज ल हो केटा अहिले चाहिँ त्यस्तो अफरोड चाहिँ छैन रहेछ होइन अहिलेको समयमा अब अगाडि हेरौँ के कस्तो हुन्छ ओ रन्डीको वान ओए मादर चोत ओए धुलो उडे केटा मिरर चाहिँ निकालौँ भने कसको मिरर झिकाउन दाइ मिरर एकछिन ओ यहाँ झर्ना ओ यही झर्नासम्म आएको यार अस्ति त म केटालाई हेर है झर्ना चाहिँ भरिपूर्ण छ है यतातिर ओ सरी यो झर्नासम्म अस्ति आएर नुहाएर गएको हो क्या हामी बाटो यस्तै फक्डअप छ भने केटा मिरर झिकाउँ होइन हामी तिम्रो झिक्ने दोस्त झिक न ला त बिल्ला कुरा नगर न ए माथि फेरि एउटा चाहिँ चेकपोस्ट छ यार फुट्न चाहिँ भएन है
असल लडाइँ छ नि अब न पक्कै म ब्राउनको झिकेर आउँछु है त दोस्त झिक न मुला किन हुँदैन दोस्त के बनायो यो टाइट गरेर कि अनि लुज गर नि त होइन भने यो के दोस्त खोइ हेरौँ त ए दोस्त यो लुज गर्न मिल्छ कि यस्तो गऱ्यो भने हुन्छ कि गर न दोस्त कसरी घुमाउँछ मुजी हुन्छ के दोस्त गर न मुला माथि निकाल ल होइन दोस्त तिमी पनि डराएको के डराउनु हो हिजो भनेको त मिलेरै हालिदिन्छु म मैले हिजो के भने त दोस्त माथि गयो त ल जाउँ कति दियो यो कप सेटको यसको 3500 अँ त्यस्तै होइन कति रे थाहा छ कति 1200 हट अहिले त्यस्तो सस्तो छ उसले उहिले हालेको नि त दाइ जाउँ केटा केटा मिरर सिर चाहिँ झिकिसक्यो होइन हामीले अब मिरर बिना चल्दैछ जी बाटो चाहिँ लौडै छ यार माधव तिमीहरूलाई एडभेन्चर चाहियो भने चाहिँ यो बाटो बेस्ट है तिमीहरूको लागि झर्ना सर्ना सब छ यहाँ रन्डी मुजी कति छुको सिक्ने त्यो मुनिको त उठ्छ नि कि साइडको उठ्ने हो कडा आज साइलेन्सर झर्छ जस्तो चाहिँ भाइब्स दिइरहेछ होइन मुजी पहिलादेखि नै लुज सक्यो मेरो साइलेन्सर नै झन् मुजी आज ब्याग प्यान्ट केटा हेर ड्युक मुजी बुलेटभन्दा अगाडि पुगिसक्यो लामो त्यो मुजी राइडर त्यस्तै हो केटा हेर मुजी बाटो यस्तो छ लामो अनि डट बाइक ल्याएर कस्तो मजा आउँछ त केटा यहाँ ओए मादर चोत त्यही लड्यो केटा हाम्रो नयाँ ओ ल ओ ग्यास सिट फुट्यो हो ला केटा के भयो भयो केटा यहाँ केटाहरूको के भयो पर्दैन जान बाटो दामी छ ओइ केटा के ग्यास सिट गएको थियो ओए मुजी भाइस त्यस्तै दिइराख यार
यो मुजी ग्यास्केट काट दोस्त तिमी मुजी लड्न चाहिँ कसरी लड्यो यहाँ लाडो यत्रो बाटो हुँदा हुँदा त्यही भन त मुजी यत्रो बाटो हुँदा तिमीलाई त्यहाँ किन च्याप्या मेरो पावर ल्याग हाल्नु राख कि हत्तपत्त छोडिराख भने हाम्रो यहाँ फर्स्ट लड्ने मान्छे चाहिँ यहीँ छ है हाम्रो ड्युक नै लडाइदिइसक्यो यहाँ के झर्ने गरेर दोस्त कुले नै झर्ने गरे यहाँ केटा हेर त यहाँ सब हरियो न हरियो छ त्यही नि बाइकले चाहिँ धोकासम्म दिएन होइन लडेर चाहिँ दियो जस्तो लाग्यो तर छैन दिएको के भन्न चाहन्छु त दोस्त लडेर स्टार्टिङमै लड्यो यार ल केटा ल केटाहरूको बाइक कुदाहरू यहाँ अब जान्छ मैले बिस्तारै हामी अब दोस्त के हो बिस्तारै जाने हो नि त कस्तो दोस्त अब यो नपार है त्यो अझै 18 किलोमिटर घातपात गरेर जाने होइन पावर ल्याग चाहिँ हान्दो रहेछ होइन ड्युकले अब यता पावर ल्याग चाहिँ दिइरहेछ जाँदा मात्रै त हो नि आउँदा त होइन त दोस्त त्यसमा पावर ल्याग चाहिँ दिइरहेछ होइन अब के गर्ने हो यसको चाहिँ सोरुम लग्नुपर्ने अब सोरुम लग्छ अरे यहाँ अर्को दादा ब्लगर लकडा हो हामी बाइक बनाएर होइन लडेर फेरि बनाएर सफलतापूर्वक भइसक्यो हाम्रो जाउँ न के भयो के भनेर चलाउन लाएमा तिमी नि के भयो दोस्त एकमा चलाउ न एकमा मुला दुईमा नहाल न होलो बिस्तारै जाउँ त अब जान्छ केटा त्यसमा पावर ल्याग हान्यो अरे होइन पावर ल्याग हानेर चाहिँ अब ड्युकको के हो यो बुझ्नै गाह्रो होइन जस हामी त्यहाँबाट रिकभर भएर चाहिँ निस्किसक्यौँ अहिले अझै गन्तव्य लामो छ बाटो यस्तै अफरोड छ केटा हो होइन हेरौँ अगाडि अगाडि के हुन्छ तर टिकट चाहिँ बोकिस् नि अहिले हाम्रो टिकट माग्छ कि फेरि त्यहाँ माथि अब माथि चेकपोस्ट छ कि छैन भन्ने कुरा हो यार एउटा थियो जस्तो त लागेको थियो होइन छ कि छैन बन्द भयो भने बरु रोकिदेऊ के हो ठिक छ के स्टार्टै भएन मोटी चाहिँ फ्रस्ट्रेसन मात्र फ्रस्ट्रेट भइसक्यो होइन हाम्रो स्टार्ट नभाग्यो हो र त छैन होला त्यस्तो त हेर न अब भुत्तो अफ भइरहेको यो साइन आयो कि यो साइन अब सोरुममा गएर त्यो कम्प्युटरमा ल्यापटपमा त्यो मिलाउँछ अनि गर्छ कि अनि अस्ति गऱ्यो न अब आज जाने भने चाहिँ अब ठ्याक्कै आज राइट भइहाल्यो अनि आज शनिबार कुन सोरुम खुल्ला हुन्छ भयो त्यो र जाउँ न त्यतिकै अनअफ गर्दै अब के गर्नु त दोस्त उताबाट अर्डर त ओह्रालै पर्छ यसमा चाहिँ केही तारसार हुँदैन दोस्त अन्त यसो तार जोर एकचोटि ट्राई गर नि दोस्त जाउँ कि अब के अन्त मजी अनि टाइम देखाउँदो रहेछ त यार 3 मिनेट हिँड न दोस्तो बोलाएर नजाने बिल्ला आग्रह नगर न बिल्ला आग्रह नगर नि दोस्त हिँड न लामो अहिले गइहाल्छ नि अगाडि हेरौँ लाग्यो दोस्त त के भयो भने हो भने अब फेरि बेलुका तिम्रो रिसोर्ट जाने हो दोस्त हेर अब त्यही भने के भयो त भने गाडी बोलाएर हालेर लक त्यही भने हेरौँ लाग्यो दोस्त त्यो कुरा त हेरौँला नि अब यहाँसम्म आइसक्यो दोस्त हेर हिँड क्या दोस्त ल आँट दिनुपर्छ कि यो मात्र चाला टायर तिमी पनि दोस्त त्यो भएपछि फर्किने कुरा नगर न मुला त्यही भने बिस्तारै आनन्दले हिँड न भयो दोस्त
हिँड त कि चलाउँदा चलाउँदै अफ हुने हो बस त है त्यसो त नहुनुपर्ने यार ड्युकमा त केटा साथीलाई चाहिँ फकाइ भयो नि लगिरहेको छौँ हामी होइन सपोर्ट गरिदिउँ भ्लगलाई कस्तो के हुन्छ मादर बाटो चाहिँ यस्तै लौडा जस्तो छ होइन बाटो त यहाँ म आएर छोडिसकेँ क्या ओ रन्डीको मान चलिरहेको छ होइन हिँड न आनन्दले हिँड के दोस्त भ्याउने हो कि आज त त्यही भने आर्मी जाउँ दोस्त अगाडि हिँड जाउँ मेरो त साथीको हालिदियो 1000 रुपियाँ नर दोस्त त्यही भने 1000मा हालिदियो हौ कति 1400मा लिन्छ होइन मैले त्यही त साइरेनको 1400 लिन्छ ओ नरन दोस्त चाहिँ अगाडि अहिले फेरि यो अहिले हुँदैन नि त यो त रिबनको स्विच हो नि त हिँड्नु त अगाडि ल यहाँ चाहिँ पुलिसको बत्ती बलिरहेको छ पछाडि चाहिँ नेपाल पुलिस ट्याग है नेपाल पुलिसलाई यहाँ बत्ती बलिरहेको छ नेपाल पुलिसको यस्तो गर्नु भएन है यहाँबाट होला यार हाइकको त केटा हामी चाहिँ पछाडि बसिरहेको छौँ होइन आज चाहिँ अब मैले बाहिरबाट फेरि उयो लगाएको छ आज चाहिँ होइन केटा त्यो हिलो नलागोस् भनेर क्वालिटी कस्तो आएर होला भन होइन म नि हेर्छु एकछिनमा अब राम्रो आइरहने होला भन्छु चलो हेरौँ न एकचोटि पनि पुछिदिन्छु है केटा धुलो उडाइरहेको छ केटाहरूले जस मोजी म यो ढाउटामा आएको चाहिँ होइन केटा हो 3 चोटि भइसक्यो होइन 3 चोटि आएर फर्किया के आधी बाटोबाट के यो पालि चाहिँ हानेरै छाड्छु भनेर आएको हो अब केटाहरू के गर्छ यार केटाहरूको जाँदै गएन भने त अब के नै गर्न सक्छौँ र होइन हामीले नि फर्काइदिइहाल्नु पर्ने हुन्छ केटा त्यति अब के भन्नु जीवनलाई होइन ऊ हेर्दै गर के बोल्ने कुरा केही भएन होइन जो तिमीहरू भ्यू हेर्दै गर के भयो भने बाटोमा भनौँला नि तिमीहरूलाई होइन भ्यू हेर्दै गर टक्क लगाएर भिडियो रोडको हेर्दै गर होइन जी बाटो यस्तै छ अफ रोड होइन टक्क मिठो पारामा हिँड्नु पऱ्यो के भयो भने भनौँला नि तिमीहरूलाई होइन जस तिमीहरूले भ्यू चाहिँ मिठो देख्छौ यहाँबाट आज फेरि हल्का भ्यू आज फेरि हल्का ऊ पनि छ के क्लाउडी वेदर छ होइन अनि प्लस त्यस्तो केही देखेको पनि छैन यता साइडबाट न त यताबाट पुरै केटा तिमीहरूले काठमाडौँ टाउन नै देख्छ यार यता साइडबाट चाहिँ होइन केटा वेयर ब्याक किन भने दोस्त त्यही भने यति त हो नि अब हो क्या समस्या भनेको त्यो दोस्त हिँड न दोस्त हिँड भने हिँड भनिरहेको छु हिँड दोस्त अरे यति हो कि त्यसपछि सिधा बाटो चाहिँ कसम दोस्त ढाटे होइन कसम दोस्त सिधा बाटो छ कसम दोस्त सिधा बाटो हो कि हिँड नि त ल दोस्त हिँड के के अरे भन न आरुष भाइ
त्यही भने भने त भनेको हिँड न हो त भने गाडी बोलाएर लग्नु केटा हामीले अब यताउति गरेर फकाएर साथीलाई जाउँ भनिसके होइन साथीको बाइक हल्का बिग्रियो भन्दै थियो मान्न त माने अहिले अब माथि गएर के गर्छ त्यसले होइन जे होस् हामीले अहिलेको लागि चाहिँ फकाइसक्यौँ त्यो बाइकको कुलेन पड्क्यो भने नि त्यहाँबाट झरेछ होइन कुलेन हल्का फुल्का भयो भने झऱ्यो होइन त्यही भएर त्यस्तो भएको हो अब फर्किन्छु कि फर्किन्छु भनिरह होइन एउटा अब माथिको व्यवस्था हेरौँ न के हुन्छ यो हाइकिङ गर्ने मान्छेहरू यस्तै हो एउटा खासा त खाने होइन अहिले माधरचुत यतातिर पाउँछ तिमीले होइन यसरी नै जस तिमीहरू हाइकिङ आइरहेछौ के गरेर घुम्न आइरहेछौ भने चाहिँ माथि तिमीहरूले पसल चाहिँ पाउँदैन केटा मुनिबाटै किनेर ल्याउनुपर्छ खानेकुराहरू तिमीहरूलाई चाहिने सामान यताउति होइन आउँदै होला खोइ यार मैले दुईचोटि अस्तिको पालि त यार माथिसम्मै थियो त यार माथि पनि थियो कि एउटा म गएको थिएँ कि अनि सिक्ने माथि चाहिँ थियो होइन कि त्यहाँको आर्मी बाहिर घटाइदियो कुनै थाहा छैन यार अब यस्तो बाटो छ होइन गइहाल्छ नि यार ड्युक त यतिको बाटोमा त अस्ति ओख्रिनतिर गएको थियो भने होइन ब्राउनगेल अस्ति ओख्रिनतिर गएको थियो भने होइन ब्राउनगेल अनि ओख्रिन जान सक्छ भने यहाँ त किन जान सक्दैन र ऊ त केटा हो तिमीहरूलाई फेरि वेलकम छ मेरो ब्लगमा होइन साथलाई फकाइसक्यौँ हामी आधी बाटो पनि कटिसक्यौँ यहाँबाट 14 किलोमिटर जति छ अगाडि अब बाटो चाहिँ यस्तै छ अफरोड त अफरोडै छ होइन केटा हिलो चाहिँ अहिलेसम्म पाएको छैन हामीले त्यस्तो राम्रो हिलो राम्रो भन्दा नि अब हुन्छ त हिलोमा छिक्ने टाइपको हिलो त छैन अहिलेसम्म पाएको यो साथी जान्छु भन्छ फकाउन चाहिँ फकाएको होइन अब उसलाई फेरि पिच बाटो भयो भने चाहिँ 100को स्पिडमा कुदाएर भाग्छ होइन अब यहाँ चाहिँ उसलाई चलाउनु मन लागेन रे मैले चाहिँ यहाँ अब केटा अब अघि मैले ब्लगै बन्द गरेको छु होइन यहाँ मलाई स्प्लेन्डर अपाची शुद्ध आउँछ मलाई ड्युक जाँदैन भन्ने त हुँदैन नि यार होइन अब उसलाई के भयो अब फकाउनु पर्छ एकछिन अब राम्ररी फकाएर होइन केटा राम्ररी फकाएर अनि त्यसपछि जानुपर्छ हामी त्यस्तो छैन त्यही हो कि केटा यहाँ ढुङ्गासुङ्गा धेरै छ होइन उकालो छ ढुङ्गा छ भएर हो कि मुला केटा रहनै नमान्ने होइन धेरै अब मैले हिजो बटुलमा केटाहरू भनेको हो होइन केटाहरू फेरि बाटो देखेरै नजाने भन्छ कि होइन अब मैले हामी भनेको एडभेन्चर गर्नु मन लाग्ने हामीलाई अब केटाहरूलाई पिच बाटो चाहिन्छ के अरे पिच बाटो भन्छ फिक्सन है केटा केटा हो हाम्रो चाहिँ साथी गयो घर होइन उसको इन्जिन भन्दा कुलेन नै बिग्रेछ त्यहाँ खै के भइरह होइन केटा उसको धेरै हिट भयो बाइक नै ऊ चाहिँ गयो अब हामी दुईवटा बाइक छ 4 जना मान्छेहरू छौँ हामी चाहिँ लाग्छौँ अगाडि समय हामी चाहिँ माथि समय लाग्छौँ होइन केटा यहाँ आउने भए चाहिँ लाइटर साइटर यताउति लुकाएर आऊ है नत्र लाइटर साइटर सबै लिइदिन्छ होइन हाम्रो लाइटर चाहिँ लियो देखेर लुकाएर ल्याऊ लाइटर चुरोट के हुन्छ तिमीहरूले होइन तिमीहरू आउँदैछौ भने चाहिँ
ढाउटामतिर लाग्छौँ अहिलेको लागि। मर्निङ चुट्नी यतै रहेछ एउटा थाहा नै थिएन यार मलाई। तर ढाउटाम भन्दा नि मर्निङ चुट घुम्न आउने मान्छेहरू चाहिँ धेरै हुँदो रहेछ। हामीले चाहिँ फाइनल पर्दैन, हामीले चाहिँ भेट्यो होइन अफरोड। अहिले चाहिँ सानोतिनो अफरोड। तर यहाँको सिस्टम चाहिँ भएन एक एउटा मुला, यहाँको सिस्टम चाहिँ भएन कि झऱ्यो होला। रिजर्भमा झऱ्यो नि पुग्छ होला हौ पेट्रोल त। रिजर्भमै 500 जान्छ अनि छैन झऱ्यो। लाइक एउटा हाम्रो चाहिँ अफरोड सुरु हुँदैछ होइन बिस्तारै। केटा त्यही हो, मैले अगाडि चाहिँ अब तिमीहरूलाई के अरे 1, 2, 3 को चाहिँ टिकट लाग्दैन भनेको थिएँ। तर तिमीहरू ढाउटाम मर्निङ के घुम्न आउँदैछौ भने चाहिँ तिमीहरूलाई टिकट लाग्छ नै रे होइन केटा हो। त्यो यहीँको घरको यहीँको मान्छेलाई चाहिँ लाग्दैन रे, अरू सबैलाई जसलाई नि लाग्छ रे टिकट होइन घुम्न आउने मान्छेहरूलाई। अब तिमीहरूको घर टाढा छ होइन, 1, 2, 3 मै बस्छौ भने पनि टिकट चाहिँ काटेर हो, किनकि टिकट चाहिँ लाग्छ अरे होइन। कि माथि घर हुनु पऱ्यो तिमीहरूको एरियातिर होइन, मासिन्दाहरू पनि हुन्छ बस्नेहरू, उनीहरूको आफन्त साफन्त हो भने चाहिँ टिकट लाग्दैन। न त टिकट लाग्दो रहेछ केटा यार, हाम्रो पनि टिकट लाग्दैन भनेर बसेको, टिकट त लाग्दो रहेछ केटा। टिकटको प्राइस मैले भनिदिइसकेँ क्या अघि नै केटाहरूलाई होइन। छिर्यो पानी ए त्यहाँ उभिरहेको थियो खोइ अब के भयो होला नि, मतलब यतिकै बसिरहेको थियो तिनीहरू, थाकेर बसिरह होला। त्यही उतै छ त्यही ठिक छ भयो। एकटा हाम्रो चाहिँ प्लान त्यही भयो होइन। अहिले हामी अब यहाँबाट यहाँको राइड सकाएर होइन घुमेर अनि फिसिङ रिसोर्ट जाने, फिसिङ रिसोर्ट फेरि पिके रिसोर्ट जाने कुरा भएको छ हाम्रो प्लान चाहिँ। खाजा खानालाई हेरौँ न के हुन्छ। कस्तो हुँदैछ त दाइ राइड, कस्तो हुँदैछ त एक्सपिरियन्स? बुलेटै ठिक है ड्युकहरू भन्दा त, बुलेटले ढोका त देखाएन नि अहिलेसम्म। यस्तो छ माथिको अपर यस्तो छ, मनाङको चाहिँ फेरि योभन्दा खत्तम छ नि, ढुङ्गा यत्रो छ के ढुङ्गा।
चाइनाबाट कुद्न 7 घन्टा आमा फेरि यस्तो यहाँ चाइनाबाटसम्म यस्तो हामी त खासमा उयो मोटेले सक्दैन होइन एउटा कुरा अनि अर्को फेरि त्यहाँ माथि छिट्टै आयो भने रुम पाउँदैन होला भनेर हो खासमा गएको चाहिँ फेरि यहाँ चेकपोस्ट हो क्या यार हाम्रो चाहिँ अब यहाँबाट ढाउड्यामको यात्रा होइन 8 किलोमिटरको यात्रा सुरु भइसक्यो होइन अब एउटा चेकपोस्ट रहेछ यहाँ नि यस्तो छ केटा भ्यू चाहिँ साइडमा आएर होइन अहिले त्यहाँबाट पनि देखाउँछु तिमीहरूलाई ढाउड्यामबाट नि कस्तो कस्तो हुन्छ भनेर होइन जोस् केटा हौ के अरे चेकपोस्ट चाहिँ धेरै छ तिमीहरू चुरोट चाहिँ नल्याऊ है केटा सबैतिर चेक गर्ने कार्यक्रम हुँदो रहेछ यता हाम्रो आर्मी सरहरूको अब चुरोट ल्याउने काम चाहिँ नगर अब माथि नै पायो भने खाऊ मुनि चाहिँ नखाऊ केटा लिएर नआऊ मुनिबाट नत्र तिमीहरूले समात दिन्छ तिमीहरूलाई यो चाहिँ केटा पानी नपरेर पानी नपरेर यस्तो छ राति पऱ्यो होला अब अहिले पानी नपरेर अवस्था यस्तो छ झन् पानी पऱ्यो भने कस्तो हुन्छ होला भनेर सोध्छ केटाहरू होइन आफै अब के थाहा के खाएर अब अबि कहाँबाट लग्ने यार होइन त्यहाँबाट त डुब्छ यार कसम यहीँबाट ठिक रहेछ केटा ल अब चाहिँ ढाउड्याम पुग्यौँ जस्तो भाइब्स दिइरहेछ होइन केटा फेरि अघि जस्तै होला मैले ढाउड्याम पुग्यो भनेर लामो होइन केटा ऊ मजी पुग्यो क्या होला लामो ढाउड्याम पुग्यो अब चाहिँ के भयो त अनि के हो होइन यो चिसापानी बजार अझै माथि रहेछ केटा होइन ढाउड्याम चाहिँ यही हो यही हो कहाँ राख्ने त यार बाइक कहाँ राखिदिने बाइक बुधा राखिदिउँ न है लकडा फोनमा भेटौँ है तिमीहरूलाई लकडा वी आर फाइनली ढाउड्याम है त यति हेर्नलाई हामी 350 तिरेर आएको होइन त मोटे अनि के भन्न चाहन्छु त चाहनुहुन्छ हरियो नेपालको धन हो ल यति हेर्न हामीलाई यति हो ड्याम हो यस्तो ड्यामहरू चाहिँ कुलेखानीमा छ होइन फ्रीमा हेर्न पाइन्छ मुस्ताङमा बवाल छ है त्यो फ्रीमा नि हो त्यो तर यार यति पाउँछ नि यहाँसम्म त त्यहाँ यार यतिको टाइम हेर्न त 350 त नलिनु पर्ने यार ततपानी जाने भनेको कहाँ सिन्धुपाल्चोक गएर सिन्धुपाल्चोक त्यहाँ माथि उयोसम्म कि चाइना बोर्डरसम्म त्यो नेक्स्ट टाइम जाउँला नि त बिहान बेलुका भ्याउँछ एउटा सिनेमेटिक हेर है त हामी चाहिँ अब हेरेर आइसक्यौँ होइन नट सेटिस्फाइड हामी हल्का उता जान लाग्यो उतातिर जान लाग्यो होइन अब के चाहिँ हेरौँ उतातिर होइन अब यहाँ आउँदा आएको एउटा पैसा अनुसार चाहिँ नट सेटिस्फाइड नै हो यार यस्तो मन परेन है हामीलाई चाहिँ बाइकको हालत चाहिँ यस्तो भएको छ केटालाई यहाँ कसैलाई मनै परेन अरे होइन त मन पऱ्यो त एकदम फर्स्ट टाइम थियो रिभ्यू दिनु त कुलेखानी ड्याम त हो के छ रिभ्यू आउँदैन अर्को रिभ्यू ढापड्यामको केही छैन त्यही हो केटा केही छैन यहाँ हाइकिङ नगरि नि हुन्छ यहाँ केही छैन हाम्रो नि त्यत्रो केटा एकछिन भेटौँ है त केटा हामी चाहिँ अर्को डेस्टिनेसन अर्को ठाउँबाट डेस्टिनेसन त्यही हो अर्को ठाउँबाट
अर्को उयोबाट हेर्न खोज्दैछौँ कस्तो छ यताबाट भ्यू होइन। अब बाइक हाल्नु बाइकले किन गर्छ त्यस्तो मन परेन यार सोचे जस्तो चाहिँ। नट सेटिस्फाइड तँलाई मन पर्यो भने भन ल। अनि के बेसी बोल्दा त के सैनिक छैन त यहाँ त। त्यहाँबाट यहाँबाट नि त्योलाई हेर बरु यता भन्दा यताको भ्यू चाहिँ दामी देखिरहेको छ केटा। म देखाइदिन्छु तिमीहरूलाई यताको भ्यू पनि। होइन केटा यता हेर यतातिर हल्का राम्रो राम्रो देखिरहेको छ होइन। अहिले मुनि गएर देखाउँछु तिमीहरूलाई यति हो केटा। केटा हामीले हाम्रो साथी भेटिसक्यो है। अब देखा साथी पनि खोइ यहाँ आउँछ साथी के भयो अरे यहाँ आऊ भ्लग हेरेन तिमीले भ्लग हेरेन। म त केटाहरूसँग आएको के छ यार मलाई सब्सक्राइब हाल्नु छ थारू ब्लगलाई। अनि खोइ त अनि अशोक भाट चाहिँ असो भाइ यार सुत्या यार हो ट्रिपमा सुत्या क्या। अशोक भाटलाई केही भनिदियो नि त मैले ओ अशोक अब है तिमी पनि तर भ्यू कस्तो भ्यू कस्तो भ्यू त बब्बा छ तिमीले पनि 100 रुपियाँ तिरेर आएको होइन। तिरा मैले 350 तिरेर यही भ्यू हेर्न आएको म हेर त यही भ्यू हेर्न आएको हामी। खोरा हानौँ न तिमीलामा अनि म निस्किनु पर्दैन। आउनु त आउन उत गर्दा एक्लै उठेर आउन कहाँसम्म घुमेर आएको तिमी बुवाई पुग्दा चिसोमा कति बजी निस्क्यो तिमी म हामी चाहिँ 7 बजी निक्लेको अनि यता पुग्यौँ होला यस्तै 1 बजीतिर। यो चाहिँ हाम्रो घन्टा लाग्छ। यो चाहिँ हाम्रो जेम्सी है। उता उता पनि खानु ग्लोबल गेट हिँड्दै के कति घन्टा अरे 3-4 घन्टा होइन ल हिँड्दै त ब्लगै ब्लग यहाँ को ग्लोबलको उत्कर्ष बस्दै हन्टर ल ल ल केटा एकछिनमा भेटौँ है त। केटा हाम्रो फोटो सेसन पनि कम्प्लिट भयो नि त। अब चाहिँ घरतिर भन्दा नि कुनै क्याफेमा गएर यसो चिया खाने खासा खाने प्लान छ हाम्रो। बस्छौँ अनि यहाँ केटाहरूको हालत चाहिँ यस्तो छ यी चाहिँ हालत चाहिँ यस्तो छ होइन। बाइक यस्तो भयो भ्यू यस्तो छ यतापट्टिको थियो होला केटा। त्यहाँ चाहिँ लप परिसक्यो अरे है केटा। आउनुहोस् अनि आउँदाखेरि सिङ्गल आउनुहोस् जाँदाखेरि कपाल पुगेर जानुहोस् फेरि 1-2 दिनलाई कति लागि रे 1-2 दिनमा अनि अस्ति पोखरा गएको नि त म पोखरा प्रेसिडेन्ट प्रेसिडेन्टै डफेन फेज नेपाल जोइन गर्नु छ भने यहाँ म्यासेज है यताबाट इन्स्टामा हालिदिन्छु। त केटा बाटोमा अब के देखाउनु तिमीहरूलाई होइन मुनि गएर भेट्छौँ है त। ल केटा धेरै केही छैन मुजी ढापड्याममा तिमीहरूलाई म सिधै मुनि गएर भेट्छु है। यहाँ केही छैन अब बाटो त के देखाउनु देखाइसक्यो बाटो होइन देखाउनु पर्ने कुराहरू। केटालाई अब मुनि भेटौँ है त सिधै अब खानसानो खाजा खाने बेला होइन टक्क लगाएर भेटौँ है त केटा। केटा हामी चाहिँ मणिचुरको डाँडामा चढ्दैछौँ अहिले चाहिँ अब ढापड्याम मन परेन त्यही भएर मणिचुरको डाँडामा जाँदै हो हामी। अब माथि गएर मन्चुर पनि हेर्छौँ हामी कस्तो छ होइन के कस्तो छ। हामी चाहिँ थाकेर बस्यो केटाहरू त्यहाँ बसिरहेछौँ। केटा माथि हेर मात्रै के छ केटा माथि मोमो पाउँछ अरे यहाँ के पाउँछ अरे मोमो चाउमिन औ ल माथि गएर हेरौँ है त अब पाउँछ कि पाउँदैन। यहाँ मोमो पाउँछ भने अर्को जोसिसक्यो फेरि नन हाइकर चाहिँ नहो है केटा यतातिर साइको पागल हुने रहेछ यार चाहिँ आउँदैन होइन। हजुर भन्नुहोस् त मणिचुर भनेको बुद्ध भगवान्ले हजुर उसको आफ्नो मणि दान गर्यो कि यो आफ्नो शरीर आधा यो टाउकोलाई आधा करोटीले काटेर 2 जना मान्छेलाई काट्न लगाएर हजुर हजुर आफ्नो मणि दान दिएकोले मणिचुर भगवान भनेको। ए ल त केटा सुन्यो भने त यो मणिचुरको चाहिँ कहानी होइन। अब केटा हामी पनि फर्स्ट टाइम आएको आज अब माथि गएर हेर्छौँ हामी पनि कस्तो छ तिमीहरूलाई म भन्छु नि कस्तो छ के छ भनेर है त केटा।
केटा वी आर फाइनली इन मणिचुट होइन त्यो ढापड्याम भन्दा चाहिँ एकदम राम्रो छ केटाहरू कोही अब केटाहरूलाई यता आउनु मन छ भने चाहिँ ढापड्याम भन्दा यहाँ आऊ भन्छु म होइन ढापड्याम भन्दा त एकदम बेस्ट छ केटा है हेर यस्तो छ होइन मणिचुट भन्ने ठाउँ चाहिँ भिड पनि एकदमै छ अब त्यही हो हाम्रो अनुसार चाहिँ होइन ढापड्याम चाहिँ त्यस्तो खासै राम्रो पनि छैन अफ रोडमा त्यस्तै अफ रोड पनि छ होइन बाइक चलाउनु पर्छ त्यस्तै त्यहाँ गएको भन्दा राम्रो यहीँ आएको ठिक हो केटाहरूलाई पिस ठाउँ छ रमाइलो पनि छ फोटोसोटो खिच्न दामी हुन्छ अन्त कि कस्तो मोटे ओइ यता भनिदिनु पर्यो हल्का उयो के भन्छ अरे रिभ्यू यताको यस्तोतिर आयो भने मान्छेले खासै हुन्न होइन यो पानी नि मैले फुल सफा हुन्छ यो माछा चाहिँ यहाँको अहिले चाहिँ मलाई मुस्ताङको पानी पनि त्यही रहेछ है डुब्नै नसक्ने त्यो नुहाउने पानी हुन्छ नि त्यो कति 108 धारापछि त्यो डुब्ने हुन्छ नि त्यो दुईटा छ होइन त्यहाँ थाहा छ मलाई त्योमा यस्तो गुगनाउने भाषा नि धोती हेराएर हो दाइ त्यो त्यही हो क्या ल कस्तो होइन हामी पनि त्यही नुहाएर आएको हो कि म त नुहाएर आएको होइन दाइ मुनि छिरेको होइन ऊ भइदियो कस्तो गनाएको त्यो लास्टै त्यही केटा हो अनि के अरे पोखरा गएको इन्डिया गएको पोखरा ल हामीलाई त त्यस्तै भएको ल कस्तो भएको थियो हामीलाई त अगाडि हेऱ्यो नि बिहार पछाडि हेऱ्यो नि बिहार तर ठिकै हो टुरिज्मको लागि ठिकै हो तर त्यस्तो फोहोर चाहिँ तर त्यही हो धोतीहरूले लास्ट फोहोर गऱ्यो कि अति नै ठिक छ तर त्यो मन्दिर जस्तो ठाउँमा बक्सा त राख्नु सफा त्यही सुकाउँछ भने त के हो क्या त्यस्तो गर्नु भएन है नेपाल सरकार आवास उठाउनु पर्यो हामीले पो उठाउने अब हामी उताको भयो पो भन्नु हामी अब केटा त्यही हो यहाँ आऊ होइन ढापड्याम भन्दा यही ठिक छ अब यसो हेर न सिनेमेटिक होइन यहाँ केटाहरूको डिबेट भएर चाहिँ मोमो चाउमिनको लागि होइन त मुकेश मैले पाउँछ भने कि खाना किन्नलाई पाउँछ भने हेर्न न माथि पाउँछ भने माथि थिएन त नि हो त्यो चाहिँ है टिफिनमा अब खाना चाहिँ पाउँछ होइन तर किन्न चाहिँ पाउँदैन है केटा लाँदा नि त्यति भरिमा अब यहाँ हाम्रो दादालाई भोक लाग्यो अरे खानु पर्यो अरे त्यही केटा अब के अरे गन्तव्यमा हुक्का तान्न जाने कि मनाङबाट होइन ल केटा अब पुगेपछि ठाउँमा भेटौँला केटा हो यहाँ एक्सिडेन्ट भएको अवस्था है त बाटोमा डह्रो एक्सिडेन्ट भएको केटा केटा हामी चाहिँ यहाँ रिसोर्ट आइसक्यौँ है साथीको रिसोर्ट खासा छ खाना होइन अब स्विमिङ हानु भने प्याक छ केटा यता खासा चाहिँ खाएर अनि यहाँबाट निस्किन्छौँ है हामी आजको राइडको कुरा गर्ने हो भने चाहिँ राइड त ठिक भयो केटा तर ढापड्याम चाहिँ हल्का कस्तो ऊ भयो क्या मान्छे ढापड्याम चाहिँ त्यही भने ढापड्याम जानलाई चाहिँ पैसा धेरै लियो मैले कति भन्दा 350 हो कि त्यस्तै कति भयो होइन यो एउटा बाइकको 150 मान्छेको छ अरे अब त्यही भ्यू स्यू चाहिँ केही छैन ढापड्याममा मणिचुटमा चाहिँ छ केटा हो त्यहाँ छ हौ रमाइलो गर बाटो हेर्ने भए चाहिँ राम्रो छ बाटोमा चाहिँ अफ रोड छ दामी छ बाटो चाहिँ अहिले के भन्नु तिमीहरूलाई अब त्यही केटा ल अर्को ब्लगमा भेटौँ है त Meanwhile